काला टीका लगाएर आएको हो क्या पर पर्सन चाहिँ 100 रुपिस रहेछ सोनिया घर जाने हो क्या यहाँबाट कस्तो चिसो पानी है उता देखाइरहेछ छ हौ त्यहाँ छ भने बाटो छ भने ओख्रिने नै छैन त यहाँ हामी हराएको छौँ यता जिरो सिभिक सेन्स त्यसो मङ्की अलिकति साइलेन्स चाहिँ चाहिन्छ किनभने हाम्रो बम चोरेर लगिसक्यो त्यो ठाउँ चाहिँ यो थियो है म त पुरै थाकिसकेँ वी आर रेनकोट ग्याङ यहाँ चाहिँ अब चिप्लिने बाटो रहेछ मर्निङ वाकै नगर्नेले अब डाइरेक्ट यत्रो आइसकेपछि त गाह्रो त अभियसली हुन्छ What's going on guys, welcome back to another video. So आजको यो vlog चाहिँ हाम्रो हाइकिङ जाने हो आज त होइन भोलि जाँदैछौँ हामी भोलि स्याटरडे हो अनि भोलि चाहिँ हामी ओख्रेनी वाटरफल जुन चाहिँ सुन्दरी जलतिर छ त्यहाँ जाँदैछौँ अनि वेदर फोरकास्टमा चाहिँ भोलि पानी पर्ने पनि देखाइरहेको छ सो त्यसको लागि चाहिँ हामी रेनकोट चाहिँ अहिले किन्न जान लागिरहेको छौँ म र मेरो भाइ रजित जाँदैछौँ मैले रेनकोट किन्नलाई अहिले चाहिँ म कुरिरहेको हो अनि आएपछि जानुपर्छ सो लेट्स गो यो एउटा चाहिँ रहेछ क्या घरमै रहेछ यो तर यो चाहिँ प्लास्टिक एकदम पातलो रहेछ यहाँ च्याली च्याली पनि छ क्या यो हुँदैन होला किन्नै जानुपर्छ ओइ कहाँ जान्ला कम आउट ठिक छ यो चाहिँ अब वान्स युज अनि थ्रो च्याट्यो भने थ्रो हामीले चाहिँ अब ब्लू कलर र येल्लो कलरको लिएको छौँ यसको चाहिँ 250 रहेछ गाइस हामी चाहिँ अहिले के मार्टमा छौँ भोलिको लागि सपिङ दिउँसो के लाने हो प्लिज यार तिम्रो सिरियस हो न यार ल सिरियसली यो कहिलेको लागि त दिउँसोको लागि भनेको मेरो बिहानको लागि 700 रुपिस ल्याउने अन्डाहरू छ 700 रुपिस ल हेरौँ न अनि दिउँसोको लागि फ्राइड राइस 700 को बिस्कुट यो भनेर ल के 700 ए हजुर यति हो द नेक्स्ट डे सो गुड मर्निङ गाइज अहिले चाहिँ बिहानको 5 बजिरहेको छ अनि इट्स फाइनली स्याटरडे अनि इट्स हाइक डे सो सन चाहिँ भर्खर राइज भइरहेको छ है र यतातिर छ सन अनि यहाँतिर जो वेदर चाहिँ क्लियरै छ सो अहिले बिहान चाहिँ पानी पर्दैन जस्तो लाग्यो अनि वेदर चाहिँ अलिक चिसो नै छ अहिले बिहान अनि एकछिनपछि चाहिँ तातो हुन्छ होला सो बिहान चाहिँ म यहाँ फ्राइड राइस बनाउने तयारीमा छु अनि यहाँ चाहिँ अन्डा छ सो हामीले लान लागेको चाहिँ चिप्स अनि बिस्किट्सहरू छ अनि सम एनर्जी गिभिङ फुड पनि लिएर जाउँ भनेर चाहिँ बनाएर हो गुड मर्निङ गाइजहरू ल अहिले बजेको छ बिहानको 7 बजिसक्यो खासमा 6:30 बजी जानुपर्ने हो गुगल हेरे म्यापहरू हेर के भयो काला टीका लगाएर आएको हो क्या लगाइ जब हामी यहाँबाट जाँदैछौँ है अब सिधै उता भेट्नुपर्छ सो गाइज हामी चाहिँ अब गौशाला पुगेको छौँ है यहाँ अहिले यस्तो रेड लाइट भएर चाहिँ बसिरहेको छौँ अब गौशाला हुँदै बौद्ध हुँदै अनि गोकर्णेश्वर हुँदै चाहिँ जाने हो हामी सो हामी चाहिँ अहिले यहाँ गोकर्णेश्वर म्युनिसिपालिटीतिर पुग्यौँ है यहाँ अहिले चाहिँ 8 बज्नलाई 10 मिनट जति बाँकी छ सो यहाँ चाहिँ हाई रिलिफ बनाएर रहेछ एभ्री यो हाम्रो सुन्दरी जल होइन सुन्दरी जल बागबार यहाँ टाढी भिड सो यहाँ गाइज हामी चाहिँ पुगिसक्यो यता सुन्दरी जलको सुन्दरी जल ओख्रेनी चाहिँ अब यहाँबाट माथि हो यहाँतिर यस्तो भ्यू देखिसकेँ खतराको भ्यू सो हेलो अब हाम्रो हाइक सुरु भएको छ यताबाट यहाँबाट चाहिँ ठाडो छ है यहाँबाट चाहिँ माथि ओख्रेनीतिर जाने हो अनि यहाँतिर यहीँ साइडमै भ्युजहरू खतरा देखिसक्यो हामीले चाहिँ बाइक त्यहाँतिर राखेर आएको थिएँ ल गाइजहरू रेडी भइसक्यो सो अब चाहिँ यत्रो उकालो जानुपर्छ क्या हामी यहाँ चाहिँ एउटा मन्दिर रहेछ यत्रो छ उकालो म त यो उकालो चढ्दै थाकिसकेँ भाइ त के गर्ने यार म त साँच्चै थाकेँ यार हामी डेन्जर उकालो चढेर आएको गाइज फेरि उकालो रहेछ यो त बाइकको रोड हो क्या हो यहाँबाट जाने हो र
हाइक हो यो हेलो कोही के नगरिरह उसले कहाँ तल थियो हेर हामी त उकालो चढेर हालत पट्ली भइसक्यो यार मेरो सो उकालो चढेपछि चाहिँ यहाँ यस्तो यस्तो रहेछ अनि सी द पिपुल्स अराउन्ड हियर यति धेरै मान्छे छ यार यो चाहिँ मेन गेटतिर हो यो चाहिँ अनि कति धेरै मान्छे छ यार खोलेको छैन के हो यसो सो यो चाहिँ वाटर ट्याङ्की हो यहाँबाट चाहिँ वाटर पास गरेर गयो यता काठमाडौँ एरियातिर सो गाइज हामी चाहिँ अब यहाँ त्यो टिकट काटेर चाहिँ अनि माथि आएको छ अनि मूल खर्का समथिङ त्यहाँबाट चाहिँ माथि हो अनि यहाँ चाहिँ बाटो उकालो नै रहेछ क्या सुरुमा चाहिँ अब पछि त के हुन्छ थाहा छैन खै चाहिँ टिकट दियो त रजित सो यो चाहिँ टिकट हो हामी 6 जना आएको छौँ होइन अनि पर पर्सन चाहिँ 100 रुपिस रहेछ चाहिँ आएको छौँ स्याटरडे अनि स्याटरडे चाहिँ मान्छेहरू टन्नै छ जहाँ पनि मान्छे नै मान्छे छ सो उकालोबाट चाहिँ अब यो फरेस्टतिर जाँदैछौँ हामी अहिले नै हालत पत्ली भइसक्यो कसम सो फर्स्ट भ्यू अफ काठमाडौँ हो त्यहाँ सोनिया घर जाने हो क्या यहाँ मात्रै हिँडेको 2 मिनट भएको छैन ए यो मन्दिर यहाँ पो रहेछ सो यो चाहिँ 2 मिनट हामी 3-4 मिनट माथि आयौँ होला अनि मन्दिर चाहिँ पुगेको छ यो शिवजीको मन्दिर हो कस्तो चिसो पानी है रमाइलो छ बाबु होली खेल्ने होली गाइस अब हामी चाहिँ यहाँ फर्स्ट सर्टकट भेटेको छौँ यहाँबाट यस्तरी घुम्नु भन्दा यहाँतिर छ सर्टकट तर अब जान्छ कि नजाने सो त्यो भाइ चाहिँ यहाँबाट गएको छ है हामी चाहिँ नलिकन यहाँसम्म गएको छ को फर्स्ट हुन्छ हेरौँ न त त्यो भाइहरू पनि ठ्याक्कै पुगेछ हामी पनि बिस्तारै नै गइरहेको कन्सिस्टेन्टली स्मल स्टेप भाइहरू पनि ठ्याक्कै पुग्नु भएछ ओ बाबु सर्टकट लिएर आएको सो उता चाहिँ आर्मी चेक पोस्ट थियो अनि त्यहाँबाट चेकिङ पछि चाहिँ यतातिर ओख्रेनी भनेछ ओ यता देखाइरहेछ त ओइ उता देखाइरहेछ उता देखाइरहेछ छ हौ त्यहाँ छ भने बाटो छ भने त्यहाँ बाटो मैले हेरेर आइसक्यो यहाँ हो भनेर पछि छ भन्दैमा जानु हुँदैन सो फर्स्ट ड्याम यहाँतिर पुगेको छौँ हामी आफ्टर कति भयो आधी घन्टा जति हिँडेको होला सायद सो 9 बजी छ अहिले चाहिँ अनि हामी चाहिँ 8:30 चाहिँ तलबाट हिँडेको थियौँ अहिले चाहिँ हामी ड्याममा पुगेको छौँ के छ रितिसा कस्तो लागिरहेछ त तिमीलाई सो दिस इज द ड्याम सो यो चाहिँ अब माथि भेटेको फोहोरहरू यसो चाहिँ नगरिदिनु होला यदि भ्लग हेर्दै हुनुहुन्छ भने टेक योर बिलोङ्गिङ्स विथ यु गोरे आउँछ फेरि रितिसा यस्तो भएको बिस्तारै है फेरि यहीँ पुगेर कि इलुजन भइरहेको गाइज हामी चाहिँ यता पुगेछौँ त्यो कहाँ पुगेको चाहिँ थाहा छैन जो उता बस पार्क जस्तो चाहिँ छ अनि यहाँबाट चाहिँ यस्तो साइनबोर्ड्सहरू छ विष्णुद्वार लेफ्टमा रहेछ नि त होइन सुन्दरीजल पनि लेफ्ट खोइ त ओख्रिनी कहाँ छ खोइ ओख्रिनी जानेबाट होइन उतै हो हामी अर्कै बाटो चाहिँ आएन खोइ मेरो त ओख्रिनी नै छैन मैले भनेको थिएँ त तिमीहरूलाई ओख्रिनी नै छैन त यहाँ हामी हराएको छौँ यता ओख्रिनी चाहिँ अब कहाँ पो जान्छ थाहा भएन ब्याकप्याक निकाल्नु पऱ्यो ब्याकप्याक के खै भन त कहाँ हो म्याप चाहिँ कहाँतिर छ हाम्रो ओख्रिनी यहीँबाट हो यस ओके सो दिस इज द वे सो अब यहाँ चाहिँ अब साइनबोर्ड्सहरू चाहिँ छैन अनि बाटोहरू चाहिँ अब धेरै नै छ क्या सो अब यता नि छ यहाँ पनि छ यता पनि छ 3टा बाटो छ अब 3टामा ओख्रिनी चाहिँ कतातिर हो अब गुगल म्याप पनि अब खास त्यस्तै हो खासै देख्दैन होइन जिरो सिभिक सेन्स भ्लग खिचिरहेको छु यता हेर्न सक्नुहुन्छ जन्तुहरू सो अहिले चाहिँ 9:30 भइरहेको छ
अनि 9:30 भनेपछि 1.5 घन्टा भइसक्यो हिँडेको अनि यो रोड चाहिँ हामी ठ्याक्क बाइक जाने रोडमा आएको रहेछ कि हामी सो यो चाहिँ अलि हाइकिङ ट्रेल भन्दा पनि त्यो बाइकको ट्रेल जस्तै छ सो अनि यतातिर चाहिँ मान्छेहरू पनि कोही नै छैन कि यो हुन त बाइकको ट्रेल भएर होला हाइकिङको ट्रेलमा भएको चाहिँ मान्छेहरू टन्नै हुन्छ होला सो यहाँ चाहिँ एकदमै पिसै छ जो भ्युजहरू चाहिँ राम्रो देखिरहेको छ पुरै ग्रिन र यस्तो हुनुपर्छ कि लाइक शान्ति होइन लाइक अझ ग्रुपमा भन्दा नि एक्लै हिँड्नु चाहिँ रमाइलो हुने कि पिस हुन्छ होइन त्यो जङ्गलको आवाजहरू त्यो बर्ड्सको आवाजहरू त्यो उता भन्दा चाहिँ यता अलिक शान्त छ उतातिर त मान्छे नै मान्छे थियो म त यता उता हेरेर आराम हुन्छ उताबाट देखेर क्यामेरा उठाउनु गएर सो गाइस 9:30 हामी कति बजी सुरु गरेँ 8:30 होइन सो गाइस 9:30 भयो अनि हाम्रो अगाडि के छ यो स्मलेस्ट वाटरफल खासमा यही हो क्या ओख्रेनी भनेर तर यो होइन सो यहाँ हामीले चाहिँ अब सानो वाटरफल भेटाएको छौँ सो गाइज त्यो पहाडको झरना चाहिँ त्यहाँतिर हो अनि हामी त्यो हाइकिङ ट्रेलबाट आएको भए चाहिँ यहाँतिर आउँथ्यौँ होइन यहाँबाट चाहिँ अनि यहाँ लेफ्ट लिनुपर्ने हो अनि हामी चाहिँ खासमा यो गाडीकै वेमा आएको भएर चाहिँ यहाँबाट पुगेको हो खासमा चाहिँ अब यहाँबाट हो ओख्रेनी चाहिँ अनि खासमा चाहिँ अब यहाँबाट हाइकिङ ट्रेल हो सो अब चाहिँ हामी तल चाहिँ जान्छौँ अनि फेरि माथि आउने हो सो ठिकै छ अहिले चाहिँ भर्खर 9:30 भयो है हामीले सुरु गरेको 8 बजेतिर अनि 1:30मै पुगेछौँ सो यो बाटो चाहिँ रमाइलो थियो कि यो बाटो चाहिँ पुरै फरेस्ट डेन्स फरेस्टमा होइन आउने हो होइन हेर्नु न यस्तो राम्रो छ यार सो क्यामेराले चाहिँ जस्टिस गर्छ कि गर्दैन चाहिँ थाहा भएन तर मेरो अहिले चाहिँ जस्टिस गरि नै रहेको छ क्या यस्तो राम्रो छ यार यो पानी चाहिँ कमै छ स्टिल इट्स बेटर सो यहाँ चाहिँ यस्तो रहेछ स्मल भर्याङ रे अनि यहाँ चाहिँ यसो खोलै यतै छ है अनि यो चाहिँ खास उतै ओख्रेनिकबाट नै आइरहेको झरना होला खुट्टा नै नअट्ने साइडबाट खिच्नुपर्ने हुन्छ वाउ ड्रिफ्ट उठ यार So some recharge biscuit, hide and seek biscuit. So there is a monkey. So there's a monkey. त्यो छैन हौ हामीसँग केही छैन हाम्रो एक्सपिरियन्स भयो मङ्कीको एक्सपिरियन्स भएको छ अहिले मलाई थाहा युडङ्गको याद आइरहेको बाटोमा चाहिँ अब यसरी रिभर फ्लोइङ पनि देख्छौँ हामीले है फेरि उकालोको बाटो साउन्ड अफ द नेचर इट्स जस्ट अमेजिङ सो मोमेन्ट्स अफ साइलेन्स पछाडि काम लागिरहेको छ अनि अगाडितिर चाहिँ अलि बादल चाहिँ लागिसकेको छ अब मेबी एकछिनपछि पानी पर्छ होला सो म चाहिँ अहिले अलि अगाडि छु उनीहरू चाहिँ पछाडि छ सो एकचोटि सोलो हिँड्दा चाहिँ अलि कस्तो हुन्छ भनेर आएको म चाहिँ सो सोलो हिँड्दा चाहिँ एकदमै पिस हुने रहेछ क्या सो नेचरको आवाजहरू सुन्ने होइन लाइक बर्ड्सको आवाजहरू सुन्ने यस्तो मोमेन्ट्सहरू चाहिँ चाहिन्छ जस्तो लाग्छ क्या जतिसुकै होइन सोसल मिडियाजमा राम्रो राम्रो देखाए पनि होइन वी अल नो द्याट हामी सबैजना भित्र के भइरहेछ होइन सो यस्तो मोमेन्ट्सहरू आर गुड सो अहिले चाहिँ अब जति होइन शरीर थाके पनि सो माइन्ड चाहिँ एकदमै कस्तो फ्रेस भए जस्तो भइरहेछ है अब हाइकिङ भनेको चाहिँ अब खालि हाउ गर्ने खालको टाइपको मात्रै हुँदैन होइन अब यस्तो नेचरको करिब जानलाई नै हामी हाइकिङ जान्छौँ अलिकति साइलेन्स चाहिँ चाहिन्छ
सो हुन चाहिँ अब आज स्याटरडे पनि भयो अनि मान्छेहरू पनि टन्नै छ क्या सो अरू डेमा आयो भने चाहिँ खाली पनि हुन्छ सो यहाँ त भ्यू यस्तो राम्रो देखिरहेको छ हेर्नु सबै ग्रिन छ क्या ठ्याक्कै त्यो पाहाडको पाहाड उताको पाहाड होइन यतैबाटै आउँछु म तर सर्टकटको यहाँ सुरुको चाहिँ अलिकति गाह्रो रहेछ मेरो त फेरि क्यामेरा छ क्या क्यामेरा भएको भएर वा त्यहाँ त क्या सही देख्ने रहेछ नि त पुरै ग्रिन छ है यहाँबाट भ्यू है बाँदर है बाँदर ओइ हिनिस मङ्गी हो तिमी सो त्यहाँ चाहिँ अब हाम्रो तल भाइ बहिनीहरू आइरहेछ अनि दर्शन खोजिरहेको तिमी सो गाइस अहिले चाहिँ 10:30 भइरहेको छ अनि हामी चाहिँ अब यता एउटा झरनातिर पुगेको छौँ सो मेबी यो उक्रेनी झरना हो कि होइन अब लेट्स सी त मेरो विचारमा त होइन जस्तो लाग्यो सो त्यो चाहिँ उक्रेनी झरना थिएन जस्ट एउटा रिभर फ्लोइङ रहेछ अनि हामी चाहिँ अहिले ठ्याक्क त्यहाँबाट माथि आउँदा चाहिँ एउटा बस्तीमा आएको छौँ सो यताको भिलेज होला मेबी त्यति हल्का सानो बस्ती रहेछ सो हामी जब यहाँतिर पुगेको छौँ यहाँबाट चाहिँ जङ्गल देख्दो रहेछ सो गाइजहरू चाहिँ त्यहाँ रहेछ अब मेबी यहीँ बसेर खानु पर्ला है हामीले ओए कस्तो चिप्लो बाटो निर त एनर्जी ड्रेन भइसक्यो मेरो त एउटा चाहिँ ओपन एरिया छ अनि हामी चाहिँ अब यहीँ बसेर खान्छौँ होला मेबी सच अ ब्युटिफुल प्लेस गोट्सहरू पनि छ अनि यहाँ झन्डाहरू राखिरहेको भएर चाहिँ अलि प्रिटी देखिरहेको छ ठाउँ चाहिँ अनि साइडबाट चाहिँ पुरै जङ्गल नै छ सो राम्रो छ यहाँबाट पुरै भ्युज हेर्दै ल गाइजहरू सबजना कस्तो छ दिदी एनर्जी कति छ ब्रो त्यो खिच न त्यो हेर नि क्या एनर्जी कुल छ ओइ त्यहाँ यार चरा एउटा यहाँतिर क्या खतरले बसिरहेको रहेछ क्या लोन क्या त्यो हाम्रो पिङ्गुइन जस्तो क्या पिङ्गुइन जस्तो सो यता हानिदिइरहेको यिनीहरूले क्या खतरा ठुलो दारी यार उसको त युनिसको भन्दा ठुलो छ दारी सो हामी चाहिँ अब यहाँ ब्रेडहरू अनि यो पिनट बटर छ यिनीहरू त बमसम सबै लिएर आएको रहेछ ल गाइस ल चिल छ यहाँ चाहिँ एकदमै ओइ ल यता त फ्रुट्सहरू पनि रहेछ नि त यिनीहरूले हाम्रो बम चोरेर लगिसक्यो के हो र जन्ने आयो गाइजहरू एक्सक्युज मी डु नट डिस्टर्ब तपाईँले आयो यहाँबाट सो गाइज अब यिनीहरूले त हामीलाई खानै दिएन हाम्रो एउटा बमै चोरेर लगिदिएर क्या हेलो उधर जाऊ हाम्रो ब्रेकफास्ट चाहिँ यस्तो छ सो अब चाहिँ हाम्रो ब्रेकफास्ट सकिसक्यो अनि अब चाहिँ हाम्रो प्याकिङ भएर अब यहाँबाट उक्रेनीतिर लाग्छौँ अनि अहिले चाहिँ बजेको छ 11:30 सो अब माथि पुग्दा चाहिँ अझै 1.5 घन्टा चाहिँ लाग्ने रहेछ पुग्दा चाहिँ 1:30 बज्छ होला सायद गाइस यहाँको भ्यू चाहिँ यस्तो छ युनिस फेरि उफ्र त सो हामी बसेको ठाउँ चाहिँ यहाँतिर हो अनि अहिले हेर्ने यो चाहिँ अब देखाएको होइन लाइक गुड एक्जाम्पल सेट गर्नु खोजेको चाहिँ सो सबैले होइन यस्तो हाइकिङ आउँदा चाहिँ प्लिज होइन आफ्नो सामानहरू चाहिँ उठाएर लानु यहाँतिर चाहिँ एकदमै फोहोर छ क्या हेर्नु न
जोस लिएर जानु सो यहाँ चाहिँ बाख्रा अट्याक भएको छ हाम्रोमा पनि अघि भएको थियो सो गाइज त्यो ठाउँ चाहिँ यो थियो है ब्युटिफुल ठाउँ छ यो अब यहाँबाट हामी ओक्रेनीतिर लाग्छौँ अनि अहिले बजेको छ 11:42 सो यहाँदेखि ओक्रेनीसम्म हेरौँ कति बज्छ गाइस अब चाहिँ ठ्याक्क झर्नाको आवाजहरू पनि सुन्न थाल्यो सो पुग्न लाग्यो होला अनि अहिले चाहिँ काम चाहिँ एकदमै ठ्याक्क टाउकोकै माथि छ सो एकदमै गर्मी भइरहेछ यतातिरबाट चाहिँ मैले झर्नाको साउन्ड सुनेको छु अनि यहाँ गुम्बा एउटा पनि रहेछ हामीले चाहिँ त्यो गुगलमा देख्ने झर्ना चाहिँ पुग्यौँ है 12:07 भएको छ अहिले 12:07 मा चाहिँ पुग्यौँ राम्रो छ यो झर्ना यहाँबाट चाहिँ देख्न चाहिँ सो पुग्यो हामी यो चाहिँ ठ्याक्कै गुगलमा देखाउने झर्ना चाहिँ यो हो अब अर्को एउटा पनि छ अर्को एउटा होइन ठुलो नै झर्ना नै आउनेवाला पनि छ त्यो चाहिँ अलिकति माथितिर होला सो अहिलेको लागि चाहिँ अब यो झर्ना हेरौँ सो त्यही हो ओक्रेनी झर्ना गुगलमा देखाउनेवाला चाहिँ यही हो अनि पानी चाहिँ एकदमै फोहोर छ सो हामी चाहिँ अब त्यहाँबाट अलिकति माथि जाँदैछौँ है के हुन्छ होला सो माथितिर चाहिँ अलिक बेटर हुन्छ कि अब यो सबलाई थाहा हुन्छ नि त यो ठाउँ त्यही भएर चाहिँ अब फोहोर हुन्छ है सो यो चाहिँ अनडर झर्ना यहाँबाट ठ्याक्क हामी यहाँबाट आएर यहाँतिर छ सो दिस इज अर्को झर्ना अनि पानी चाहिँ सफा नै छ यहाँबाट सो ओक्रेनी चाहिँ उतातिर ओक्रेनी झर्ना चाहिँ त्यहाँतिर छ अनि हामी चाहिँ अब यो रोडबाट माथि जाँदैछौँ सो मेन चाहिँ अब डेस्टिनेसन हेरेर चाहिँ आउनु भएन होइन लाइक पाथ क्या त्यो डेस्टिनेसनमा जानलाई त्यो जुन चाहिँ मिडल पार्ट हुन्छ त्यसमा इन्जोय गर्न सिक्नु पऱ्यो द्याट्स द बेस्ट थिङ अब हुन त अब डेस्टिनेसन त्यस्तो राम्रो त थिएन रमाइलो गर्दै जानुपर्छ सो लाइफ पनि त्यही हो क्या इट्स अ जर्नी होइन बर्थ डेथ अनि बिचको जोर्नी भने जस्तै हो क्या सो भ्यू चाहिँ असम देख्ने रहेछ यहाँबाट माथिबाट चाहिँ त्यो ओक्रेनी झर्नाको अनि यहाँबाट चाहिँ यो एउटा साइन त्यस्तो रहेछ अनि यहाँ चाहिँ एउटा गुम्बा रहेछ सो माथि पनि छ जाने चाहिँ तर अब माथि चाहिँ जाँदैनौँ होला हामी मेबी लेट्स सी सो यता चाहिँ गुम्बा छ अनि गुम्बाको तलतिर चाहिँ एउटा फेरि झर्ना छ भनेर भन्नुभएको थिएँ त्यो अङ्कलले सो अब जाँदैछौँ लेट्स सी के भयो फिस वेयर इज फिस ए माछाहरू रहेछ नि त है हेलो भाइ फिस सो यो पनि अब एउटा स्मल भिलेज है हो है सो यस्तो राम्रो ब्युटिफुल क्या खतरा ल्यान्डस्केप छ यार कश्मीर टाइपको देखिरहेको रहेछ तर अहिले राम्रो देखाएको छ यो ल्यान्डस्केप चाहिँ मलाई पुरै थाकिसक्यो यार एक बज्न लाग्यो अनि हामी झर्नासम्म पुगेको छैन यहाँ पनि अलि पाटोलो बस्ती रहेछ एउटा दुइटा होइन घरहरू चाहिँ रहेछ सो अब चाहिँ पानी पर्छ जस्तो पनि लागिरहेछ चट्याङ त होइन थन्डर चाहिँ खत्रै भइरहेको है आवाज बब्बा लगाइरहेको थियो भर्खर चाहिँ मलाई चाहिँ हल्का टाउको दुख्यो कि त्यही भएर चाहिँ अलिकति सो एनर्जी लो फिल भइरहेछ मलाई ओइ पानी त पऱ्यो त यार ओइ पानी पऱ्यो सो गाइस यहाँको भ्यू हेर्नुहोस् यस्तो छ अनि त्यो एन्टीले अझ आधी घन्टा पनि पुग्छ कि पुग्दैन चाहिँ थाहा छैन अरे थन्डरिङ भइरहेको छ अब चाहिँ पानी परेको छ यता अनि अब रेनकोट लगाएर जानुपर्छ गाइज वी आर हियर अब चाहिँ पानी परिरहेको छ अब यता लाइटमा पानी परिरहेको छ है रेनकोट चाहिँ यस्तो रेनकोट ब्लू एन्ड येल्लो नो द्याट्स ग्रीन सो पानी चाहिँ अलिक फुल हो त्यस्तो बेक्सार चाहिँ परेको छैन त्यही पनि ल ठिकै छ सो गाइज यो भ्यू हेर्नु त ल ट्याक्कै इलाममा जस्तै छ नि त है एकदम राम्रो देखिरहेको छ भ्यूहरू चाहिँ अनि अहिले चाहिँ पानी चाहिँ एकदमै बेक्सारी नै परिरहेको छ हामी रेनकोटमा छौँ अरू 4 जना चाहिँ अगाडि नै पुगिसक्यो ठिक छ गाइज हामीले जसलाई सोद्धा पनि आधी घन्टा भन्दा चाहिँ फेरि यता अगाडि फेरि कोही आइराख्नु भएको रहेछ है
सो लेट्स आक्स होइन के भन्दो रहेछ फेरि आधी घन्टा भन्छ कि के भन्छ हेरौँ यता कति छ अझै हजुर कति जानु भएको छ अब 15 मिनट 45 मिनट भन्नु 45 ए ल 45 रे एकजनाले चाहिँ 45 एकजनाले चाहिँ 15 मिनट भने अब विश्वास कसो गर्ने हो लेट्स सी है त ल वी आर रेनकोट ग्याङ पोखरेनी पाङसाम झरना जाने बाटो सो अब चाहिँ यहाँतिर अलि गाह्रो हुनेवाला छ होइन किनभने यस्तो त थिएन अनि सो यहाँ चाहिँ अब यस्तो छ रमाइलो छ यसरी आउन चाहिँ है पुरा पानी परिरहेको छ यो कति मिनट लाग्छ होला अब हजुर 20 मिनट जस्तो होला कि 10 अझै 20 मिनट ओहो ल ए हस् हस् बाटो त यस्तो यस्तो छ है तर यो वेदर चाहिँ ठिक लाग्यो मलाई अघि त्यो घाम भन्दा पनि क्या घाम त ओहो यस्तो टाउको दुखिरहेको थियो है सो अलिकति वेदर चाहिँ चिल छ अहिले सो बाटो चाहिँ अलिकति साँघुरो छ यत्रो अलि केयरफुल भएर चाहिँ हिँड्नुपर्छ यता र यहाँ चाहिँ अब चिप्लिने बाटो रहेछ ट्रेकिङको भाइब आएको छैन गाइजहरू है त्यो घाम पनि लाग्यो पानी पनि पर्यो सो यतिखेर चाहिँ जुत्ता चाहिँ मजबुत हुनुपर्छ है यस्तो छ यस्तो चिप्लिरहेछ पुरै चिप्लिने बाटोतिर छौँ ए सो यहाँ चाहिँ अब एउटा झरना रहेछ है राम्रो देखिरहेको छ पिक्चरमा छ सो यहाँ चाहिँ अब बिस्तारै नै चाहिँ जानुपर्छ है यो यतातिर अब खस्ने चान्स बढी हुन्छ कि लेफ्ट साइडमा किनभने त्यो छ नि त खाल्टो छ सो यो चाहिँ पुरै उकालो रहेछ क्या यो देखो भाइ उकालो हामी ननस्टप हिँड्यो नि त त्यही भएर पनि अलि गाह्रो हुन्छ कि अब हिँडेकै छैन अनि त्यही गाह्रो भइहाल्छ नि होइन ल अब यसरी अब नेक्स्ट टाइम गाह्रो हुँदैन आइराख्नुपर्छ क्या अब यस्तो हो मर्निङ वाकै नगर्नेले अब डाइरेक्ट यत्रो हाइट चढेपछि त गाह्रो त अभियसली हुन्छ होइन त गाइज अब चाहिँ हामी हाम्रो अगाडि के छ देखाउँदैछु म है इट्स अ झरना फाइनली हामी पुगेको छौँ झरनामा एकदम नै होइन पसिना हुने गरी आएको यार हामी चाहिँ अब झरनाबाट फर्क्यौँ है अहिले चाहिँ कति बजिरहेको छ अहिले त ठ्याक्कै 2 बजे रहेछ सो अघि चाहिँ आधी घन्टा भन्दा होइन 1.5 घन्टा लगाइदियो लाग्यो इट वाज अ मेमोरेबल डे अनि अहिले चाहिँ घाम लागिसक्यो
त ठिक छ यार अघि भित्रमा एकचोटि पानी परेको ठिकै भयो है अनि एउटा त्यो 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 खालको एटमोस्फियरमा पनि बनायो भ्लग चाहिँ ल यो त वाइल्ड नै तल रहेछ यार अघि पुरा तल हेर्दै आएको थिएँ म यहाँको भ्यू अब चाहिँ हामी फर्किरहेको छौँ अनि यहाँ हामी आधी बाटोमा नि पुगिसक्यौँ सो अहिले चाहिँ अब सघाउनै पर्ला जस्तो लाग्यो सो यो भ्यू हेरेर चाहिँ आइ एम मिसिङ सम वान अनि उहाँलाई चाहिँ थाहा छ होला सो बाई बाई गाइज A few moments later. सो गाइज हामी चाहिँ अब अहिले फर्किरहेको छौँ अनि खासमा चाहिँ अघि जाने बेला चाहिँ हामी बाइकको रोडबाट गएको थियो क्या गाडीको रोडमा त्यो चाहिँ माथितिर हो अनि अब यता चाहिँ हामी फर्किँदा चाहिँ अब यो रोडतिरबाट आएको छौँ है यो रोडमा चाहिँ अब यस्तै छ रिभर सँगै तपाईँ होइन तपाईँहरू जान सक्नुहुन्छ यस्तो यस्तो रोड छ यहाँ अब तलतिर चाहिँ रिभर फ्लो भइरहेको छ अनि यहाँ चाहिँ अब यस्तै फरेस्टको बाटो सो यो बाटो चाहिँ आउनु होला है आउने हो भए चाहिँ सो माथिको बाटो चाहिँ नो सो दिस इज द ब्रिज यो ब्रिज चाहिँ खास हामीले बिहानै सुरुमै हामीले पार गर्नुपर्ने थियो अब हामी घर जान लागेको बेलामा चाहिँ गरिरहेको छौँ सो यो वेबाट आउनु होला यो वे चाहिँ एकदमै राम्रो छ यता फरेस्टको होइन यता रिभर फ्लोइङ छ सो अघिको ड्याम चाहिँ यतातिर छ हामी चाहिँ अघि यहाँबाट गएको थियौँ क्या खासमा चाहिँ अब यो यहाँतिर चाहिँ फरेस्टको वे हो फर्केर आउँदा चाहिँ अलि छिट्टै नै पुग्यो हामी हुनु चाहिँ अब कहिले बजी हेर अहिले अहिले चाहिँ 5 बजी छ सो हामी 2 बजी निस्केको थियौँ अहिले चाहिँ 5 बजिरहेको छ एन्ड हामी पुग्यौँ लाइक अब तल उरालो चाहिँ जानुपर्छ तर पुग्न त पुग्यौँ मैले त 7 बजीतिर पुग्छ कि सोचिरहेको थिएँ तर नो आई वाज रङ वी रिच अ लिटल अर्लियर ओए हामी पनि इङ्ग्लिस बोलौँ इङ्ग्लिस A few moments later. Okay, this part is the vlog from English language. Wait guys. Oh, I think we have reached the place now. Yeah, no Monday today. No Monday. Yeah. Hey, front. Okay, so we have reached the place from where we started the wrong turn. Okay, so what? So how's you feeling, man? Worth it. Worth it. 10 on 10. 10 on 10. What about your legs? I'm fine. I can go another round. You can go another round. Yeah. Okay. I have guts You have guts. in my Which guts? Which guts? के भन्छ So तर we- खतरा है त्यहाँ पुरा So we reached down earlier than we expected. I was expecting to reach at 7 p.m. but we reached before 7 p.m. and it's just 5 p.m. Let's eat 2 p.m. Yes. Okay. That's Lalikuras. Go to Denver. Okay. What? What 3 hours? 3, 4, 5. 3, 4, 5. Yeah, 3 hours. Total 3 hours hike. From the water. What was that? Waterfall? Water Jharna. No, water Jharna. Yeah, that top one. Yeah. Why? Army come. Who's saying? This is not camera. This is my mobile. We can shoot over here. No problem. So this road was too beautiful in the morning. I think it's more beautiful in the evening, bro. I really love the evening vibes. You know, the sun is not over here and the weather is too cool. Oh yeah, I was doing like this. Oh. I was too scared, you know. Bros, I think the Gore one was so shoot from here, yeah? Yeah.
पोज दिनु पर्यो मान्छेहरू आयो ल ब्रो खोइ टाउको तल 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 गो डाउन स्ट्यान्ड अप अब हामी पनि आउनु यसरी यो हामी पनि ल हेर ल हेर यहाँ हेर न ओइ हेर यो ओइ के हो मेरो खुट्टामा ल कम डाउन बात नआउनु हामी